आगराको मुगलकालीन गल्ली पार गर्दै जाँदा एउटा सेतो सङ्गमर्मरको दरबारले हामीलाई आकर्षित गरिरहेको थियो। त्यो कुनै सामान्य दरबार थिएन, त्यो त मुगल सम्राट शाहजहाँको शुद्ध प्रेमको साक्षी थियो। उनको जीवनको प्रिय रानी मुमताजको मृत्यु भएपछि शाहजहाँले उनको सम्झनामा ताजमहल निर्माण गराए। ताजमहलको लागि तपाईँले यहाँ आएर टिकट लिन सक्नुहुन्छ। मैले टिकट लिइसकेको छु। यो टिकट चाहिँ फरेनरको लागि हो, स्पेसली नेपालीको लागि 750 को एउटा टिकट हो। यहाँ देशअनुसार कन्ट्री अनुसार चाहिँ टिकटको मूल्य एकदमै डिफ्रेन्ट छ। इन्डियन लोकल्सको लागि छुट्टै छ भने विभिन्न कन्ट्रीहरूको लागि छुट्टै छ। सो यो एज अ नेपाली कार्ड दिएर मैले लिएको 750 को टिकट हो र यो तपाईँले पछाडि देखिरहनु भएको चाहिँ टिकट काउन्टर हो। सयौं वर्ष अघि एक सम्राटले एउटा बाचा गरे, यस्तो बाचा जसले इतिहासको स्वरूप नै बदलिदियो। ती सम्राट थिए शाहजहाँ र त्यो बाचा थियो आफ्नो जीवनको सबैभन्दा प्रिय मान्छे मुमताज महलको सम्झनामा यस्तो स्मारक बनाउने जुन युगौंसम्म अमर रहनेछ। हाम्रो ड्रिम थियो कि हामी एक दिन ताजमहल घुम्नेछौँ, जहिले भए पनि घुम्नेछौँ। तर त्यो ड्रिम चाहिँ एकदमै यति छिटो पुरा हुन्छ भन्ने चाहिँ लागेको थिएन। सो फाइनली हाम्रो ब्याकग्राउन्डमा देखिरहनु भएको चाहिँ ताजमहल हो। हामी भर्खर ताजमहलको एरियाभित्र चाहिँ एन्ट्री गरेको छौँ र अब चाहिँ 1 by 1 ताजमहलको बारेमा र यहाँको ब्युटीको बारेमा चाहिँ हामी भिडियोमा एक्सप्लेन गर्दै जान्छौँ। सन् 1631 को एक दर्दनाक दिन मुमताजको मृत्युले सम्राटको मन भाँचियो। उनलाई गुमाएपछि शाहजहाँको मन शून्य भयो। प्रेम यस्तो शक्ति हो जसले नशाभित्र पनि सृजना खोज्छ। त्यसै भावनाबाट जन्म लियो ताजमहलले। ताजमहलमा घुम्नको लागि चाहिँ यो कपडा एकदमै अनिवार्य छ। यो मुख पुस्नको लागि होइन, यो जुत्ता कभरको लागि हो। यहाँ जति पनि ढुङ्गाहरू छ यो मैलो नहोस् होइन। मान्छेले विभिन्न ठाउँबाट जुत्तामा फोहोर लिएर आएको हुन्छ, त्यो यो नटासियोस् र यसको सुन्दरता नबिग्रियोस् भन्नको लागि चाहिँ यो कभर लिनै पर्छ। सन् 1631 मा मुमताजको निधन भएपछि शोकमा डुबेका शाहजहाँले उनको सम्झनालाई अमर बनाउने प्रण गरे। यसैको परिणामस्वरूप ताजमहलको निर्माण सुरु भएको हो, जुन पूरा हुन करिब 22 वर्ष लाग्यो। 22 वर्षसम्म हजारौं कारिगर, वास्तुविद र कलाकारहरूले भारत, पर्सिया र मध्य एसियाबाट आएर आफ्नो सिप र सपनाहरू सङ्गमर्मरमा उतारे। सेतो सङ्गमर्मर, रत्नजडित लेख, बगैँचाको सौन्दर्य, गुम्बजको भव्यता सबै मिलेर निर्माण गरे एक यस्तो स्मारक जुन केवल हेर्ने मात्र होइन, महसुस गर्ने वस्तु बन्यो। ताजमहलमा आउँदा एउटा आनन्द मनलाई के हुँदो रहेछ भन्दाखेरि शान्त हुँदो रहेछ। यो एउटा यस्तो हिस्टोरिकल प्लेस हो। हरेक प्रेमिल जोडी यसले एकचोटि यो ठाउँ टेक्नै पर्छ, हेर्नै पर्छ र घुम्नै पर्छ। किन भन्दा यसको
ठुलो इतिहास छ र यो आँखालाई देख्नको लागि पनि यति सुन्दर छ, यस्तो अद्भुत दृश्यहरू चाहिँ यहाँनिर हामीले देख्न सक्छौँ। भनिन्छ मुमताजको मृत्युशय्यामा शाहजहाँलाई गरिएको अनुरोध थियो उनको सम्झनालाई अमर बनाइयोस्। त्यसै अनुरूप सन् 1632मा सुरु भएको निर्माण कार्य 22 वर्षपछि सम्पन्न भयो। ताजमहलको बनावट केवल वास्तुकलाको नमुना मात्र होइन, यो एउटा मौन कविता हो जुन प्रेम, वियोग र समर्पणमा लेखिएको छ। हामी यतिखेर ताजमहलको ब्याक साइडमा छौँ। यो पछाडि देखिएको ताजमहलको ब्याक साइड हो। ताजमहलको एउटा विशेषता के छ भने ताजमहल हरेक एङ्गलबाट सेम देखिन्छ। बिहानको घाममा सुनौलो देखिने ताजमहल साँझमा चन्द्रको शान्ति ओढ्छ र हरेक समय एउटा नयाँ अनुभूति दिन्छ। सन् 1983मा युनेस्कोले यसलाई विश्व सम्पदाको सूचीमा सूचीकृत गर्यो, तर इतिहासको त्यो सूचीभन्दा पर ताजमहलले अझ गहिरो अर्थ राख्छ। यो एक प्रेम कथा हो जसले समयलाई जितेको छ। तपाईँले देखिरहनु भएको ब्याकग्राउन्डमा ताजमहल हो। यतिखेर हामी इन्डिया टुर गर्ने क्रममा आग्रामा आएको छौँ र आग्रामा आज हामीले हेरिरहेका छौँ र देखाइरहेका छौँ ताजमहल। यो यति विशाल छ, अब यसको कुरै नगरौँ, म व्याख्या गर्नै सक्दिनँ, मसँग त्यति शब्द पनि छैन। तपाईँहरू इन्डिया टुरमा आउनुभयो भने पक्कै पनि आग्रा आउनु होला र आग्रा आएर यो ताजमहल हेर्न चाहिँ नबिर्सनु होला। मलाई यति शान्ति मिल्छ कि त्यो शब्दमा म बयानै गर्न सक्दिनँ। जब तपाईँ पनि ताजमहलको आँगनमा उभिनुहुन्छ, तपाईँ केवल एक स्मारक हेर्दै हुनुहुन्न, एक अमर प्रेमको साक्षी बन्दै हुनुहुन्छ। ताजमहल कुनै सामान्य दरबार होइन, यो एक राजा र रानी बीचको अमर प्रेमको कृति हो जुन समय बिते पनि कहिल्यै पुरानो हुने छैन। हेलो, खुद को ढूंढ लेना। मजा आयो, ये त्यहाँ चाहिँ कस्तो भइरह? रमाइलो भएको छ। कता रहेछ त? वान अफ माई ड्रिम किङ। ताजमहलमा घामको किरण पर्दा रङ फेर्ने सङ्गमर्मरको जादु देख्न पाइन्छ। बिहानमा गुलाबी, दिउँसोमा सेतो र राति चन्द्रमाको उज्यालोमा सुनौलो देखिन्छ। यहाँ उभिँदा यस्तो लाग्छ यो केवल भवन होइन, भावनाको महल हो।
ताजमहल आउनुभयो र घुम्न चाहनुहुन्छ र ताजमहलको विषयमा डिटेल बुझ्न चाहनुहुन्छ, यो होइन कि आयो बाहिरबाट ताजमहल हेऱ्यो 2-4वटा फोटो खिच्यो गयो, यहाँसम्म आइसकेपछि नेपाल या त्योभन्दा अझ टाढाबाट यहाँसम्म आइसकेपछि ताजमहल किन बन्यो, कसरी बन्यो, कसले बनायो र यसको बारेमा डिटेल नबुझिकन मजा आउँदैन। सो आमिर हामीसँग हुनुहुन्छ र उहाँले हामीलाई घुमाइराख्नु भएको छ। तपाईँ पनि यहाँ आउनुभयो भने तपाईँले आमिरलाई खोज्न सक्नुहुन्छ, उहाँ अभाइलेबल हुनुहुन्छ। ताजमहल भारतको उत्तर प्रदेशको आग्रामा अवस्थित संसारको सबैभन्दा प्रसिद्ध प्रेमको प्रतीक मानिन्छ। यो ऐतिहासिक स्मारक मुगल सम्राट शाहजहाँले आफ्नो प्रिय पत्नी मुमताज महलको सम्झनामा बनाएका थिए। आज चाहिँ ताजमहलको भिजिट चाहिँ अलमोस्ट सकिसकेको छौँ। अलमोस्ट 2 देखि 2.5 घन्टा हामीले यहाँ स्पेन्ड गऱ्यौँ र ताजमहललाई एकदमै नजिकबाट चिन्ने र बुझ्ने कोसिस गऱ्यौँ होइन। अब बुझ्नु त धेरै चिजहरू छ, यहाँभित्र हिस्ट्री पढ्ने हो भने त अब यसमा त पिएचडी गर्न पनि सकिन्छ र गरि पनि रहेको छ मान्छेहरूले। तर यो 2 घन्टामा ताजमहलभित्रको केही इम्पोर्टेन्ट चिजहरू, महत्त्वपूर्ण ठाउँहरू हामीले चाहिँ भिजिट गऱ्यौँ र हेऱ्यौँ। र तपाईँहरू पनि ताजमहल आउनुहुन्छ घुम्नलाई भने चाहिँ प्लिज बाहिरबाट फोटोसोटो खिचेर नजानु होला। यो भित्र निकै सुन्दर छ र निकै हेर्न लायक चिजहरू भित्र छ। भित्रसम्म गएर 2-2.5 घन्टा टाइम स्पेन्ड गरेर ताजमहल घुम्नु होला। सो आजको भिडियो हामी अलमोस्ट यहीँबाट सक्छौँ। फेरि अर्को नयाँ भिडियो र नयाँ ठाउँमा हामी तपाईँहरूसँग भेट्छौँ। ताजमहल हेर्दा मनभित्रको मौन प्रेम उजागर हुन्छ। यो केवल इतिहास नभई मुगल वास्तुकलाको अद्भुत चमत्कार पनि हो। ताजमहल घुम्दा तपाईको हृदय पनि एकछिन चुप बस्नेछ, किनभने प्रेमलाई यति सुन्दर रूपमा कहिल्यै व्यक्त गरिएको थिएन होला।